डिसेम्बर 25 को दिन संसारभरि यसरी नै भव्यताका साथ क्रिसमस मनाइने गरिएको छ। तर हाम्रो चाहिँ डिसेम्बर 23 को दिन छुट्टी मिलेको कारण हामी चाहिँ हिजो क्रिसमस मनाउन गएका थियौँ। केही दिन यतादेखि मलाई चाहिँ अलिकति अस्वस्थ महसुस भएको कारण जाँदाखेरि अलिअलि गाडीको यात्रामा गाह्रो त भइरहेको थियो। तर क्रिसमस सेलिब्रेट गर्ने जस्तो कुरामा पछि पर्नु त भएन नि। We are in the city. We are in the city, Jenny. जसोतसो पुगेर केही सपिङ गरे पश्चात खानु थालेपछि त मुहारमा मुस्कान आउनु थालेको नि। मेरी क्रिसमस। अघि त भोक लागेर पनि पो गाह्रो भएको रहेछ है क्या हो। अहिले त हेर्नुहोस् त हाम्रो मुस्कान, अब त हाम्रो मुहारमा ब्राइटनेस आउन थालिहाल्यो नि। तर पनि यति बेला मलाई कस्तो घर गाउँको याद आइरहेको, शरीरमा केही अस्वस्थता, त्यही माथि क्रिसमस, यस्तो बेलामा चाहिँ अरू बेला भन्दा अलिक बढी घरको याद आउने रहेछ। ईश्वरको कृपाले यति मिल्ने साथी पाएको कारण म एकदमै खुसी र धन्यवादी पनि छु। समयको अभावको कारण योजना बनाएको ठाउँमा त पुग्न सकेनौँ, तर पनि पार्कमा एकछिन रोकेर सामान्य फोटो भिडियो बनाएर रमाइलो गऱ्यौँ। हाम्रो नयाँ साथीलाई भिडियो बनाउन रिक्वेस्ट गरेर हामी भिडियो बनाउन थाल्यौँ। उहाँ पनि पछि पछि आउनुभयो होला भनेर पछि फर्केर हेर्दा त उहाँ त परै पो बसिरहनु भएको रहेछ। उहाँलाई खासै फोटो भिडियो बनाउन नआउँदो रहेछ। एकपटक त झन् भिडियो बनाउन रिक्वेस्ट गरेर भिडियो बनाउन थाल्यौँ। राम्रो भयो होला भनेर फर्केर आएर हेर्दा त भिडियो नै सुरु भएको रहेनछ। अनि त्यही माथि वरिपरि धेरै मान्छे हुनुभएको कारण हामीलाई चाहिँ कस्तो धेरै लाज लागेको। त्यही भएर थोरै मात्रै फोटो भिडियो बनाएर फर्क्यौँ। परिवारबाट टाढा भए तापनि साथीहरूसँग यसरी रमाइलो गर्ने कोसिस गऱ्यौँ। हामी परदेशीहरूको तर्फबाट सबैजनालाई ह्याप्पी क्रिसमस।